हाम्रो रमाइलो गाउँघरमा स्वागत भन्न चाहन्छु। दिउँसोको 4:30 बज्दै गर्दाखेरि यहाँ ठुलो कालो मैलो मडारिएर एकदमै बादल लागिरहेको छ, पानी पर्न खोजिरहेको छ, मौसम एकदमै बदलिरहेको छ। थाहा छैन, हावाहुरी बतास आउन सक्छ, पानी पनि पर्न सक्छ। अहिलेको मौसमलाई हेर्दै गर्दाखेरि यहाँहरू सबैजना सजग र सतर्क रहिदिनु होला भन्ने अपेक्षा गर्छु। पानी परेको अवस्था अहिले हाम्रो रमाइलो गाउँघरमा धन्न हावाहुरी बतास चलेको छैन, पानी चाहिँ परिरहेको छ मजाले। चारैपट्टि कालो मैलो भएर पानी एकदमै परिरहेको छ, हावा पनि चलिरहेको छ। अहिले चाहिँ एकदम मुसलधारे पानी परेको अवस्था हाम्रो रमाइलो गाउँघरमा। ल हेर्नुहोस्, यो पानी रोकिएला जस्तो छैन।